ए अनि के गर्छौ नानी? I'm an influencer. ल छोरी अङ्कलहरूलाई ट्रान्सफर गरिदिए म मेरो फोटो खोजिहालेँ। ए पर्दैन मेरो छोरीको 850 फलोवर छ। ड्याडी 851 पुगिसक्यो, अघि भर्खर एउटा बढेको। ए छोरी त्यो मैले अर्को अकाउन्टबाट गरेँ। ए मेरो छोरी त सर्वगुण सम्पन्न छे। बरु तपाईँको छोरा के छ? ए मेरो छोरो पहिल्यै बिहे जान मन गर्ने मान्छे होइन, यही ब्याङ्क म्यानेजर छ, महिनाको 50,000 कमाउँछ हजुर। चित्त बुझेन हजुर, कुरा अगाडि नबढ मलाई। होइन यति कमाइरहेछ त तपाईँलाई के चाहियो? के चित्त बुझेन भन्नु त? भने यो जाँटो चाहिँ को हो? अघिदेखि बिचमा बोलिरहेछ, अब बुझेन त। ए उहाँ चाहिँ हाम्रो काका हो कि, बिचरा बुढो भइसक्नु भयो, दम छ, एड्स छ, क्यान्सर पनि लास्ट स्टेज पुगिसक्यो। भाग्यले साह्रै ठगेको छ उहाँलाई। तर एउटा कुरा राम्रो भनेको उहाँको अस्ट्रेलियाको चाहिँ पिआर छ है। ल ज्वाइँ साथको त आज हो कि भोलि रहेछ, छिटो बिहे गरिहाल्नु पर्यो। यतिको छोरी त अब म तपाईँलाई मात्र दिने हो।